ल है त गाइज आज हामी टक्क मेलामा आइएको छ दसैँको मेलामा हेर्न सक्नुहुन्छ मान्छे नेपालीको आज के हो बजार छ यहाँनिर हेर्न सक्नुहुन्छ चरपटे एटिएम खोज्नु पर्ला जस्तो छ अब मान्छेको बजार हेर्न सक्नुहुन्छ गाइस हेर्न सक्नुहुन्छ नालासालाहरू सब आज बजार चाहिँ पनि भिड छ यता पुरा खानेकुराहरू ज्याम छ चरपटे पानीपुरी पोहोरको भन्दा धेरै चेन्ज भयो यसपालि बाटो छोडौँ बाटो हेर्न सक्नुहुन्छ तपाईहरुले आज पुरै भव्य छ भव्य यता लक्ष्मी ज्वेलर्स ल यता भनेको डान्स सेसन भइरहेछ हाम्रो हेर्न सक्नुहुन्छ पोहोरको साल पनि यही देखाएको थिएँ अहिलेको साल पनि यही छ हेर्न सक्नुहुन्छ ल हेर्न सक्नुहुन्छ है मान्छेको भनेको आज पुरै मेलामा पुरै मेला प्याक छ आज दसैँको स्पेशल मेलामा हेर्न सक्नुहुन्छ
हेर्न सक्नुहुन्छ पुरै आज यसपालि त धेरै चेन्ज भएछ क्या यहाँनिर ल तपाईहरुलाई के अप्ठ्यारो पर्यो भने पुलिस डिपार्टमेन्ट त्यहाँ रहेछ तपाईहरु जान सक्नुहुन्छ ल हाम्रो ह्यारिसबर्गको फेभरेट ठेला मोमो रहेछ यहाँनिर ठमेलको ठेला मोमो देख्न सक्नुहुन्छ अर्को पनि ठेला छ यहाँ शेर्पा मोमो अरे यहाँ रहेको छ ठमेलको ठेला मोमो भन्ने चाहिँ यो रहेछ है हाम्रो ह्यारिसबर्गको भाइरल रेस्टरुममा पनि लाइन छ पुरै हेर्नु सक्नुहुन्छ यहाँनिर गाई छ के छ केही छ भाइ एक्लै आएको यता चाहिँ साथी हो कारलाई बस्ने हो चेम्बर्सबाट ए एखे मैले कारलाई पुरा जस्तो लागेको थियो युट्युबमा आउँछ नि हैन ल है मेरो सिंगलवाला लिन है सिंगलवाला लिनु भरे युट्युबमा सर्च गरेर हेर्नु नि हेर्नु सक्नुहुन्छ सब्सक्राइबर साथीहरू पनि 2-3 जना फ्याट्टा फुट्टा भेटिरहेको छ यहाँनिर है गर्मीको मजामा हेर्न सक्नुहुन्छ जाने उत्तिकै छ आउने उत्तिकै छ अब उता डान्सतिर लिएर जाउँ भने सब कपिराइट लाग्ने पिर फेरि हो देख्न सक्नुहुन्छ कता जानु हौ
क्यास भयो छैन यस्तैले ल यहाँ जेरी सेरी रहेछ रोटी सोटी रहेछ पुरै त्यता त नजाउँ यार त्यता त नजाउँ गीतहरू बजिरहेको त्यता नजाउँ बुढाहरूको नि पसल थियो भने त कता छ यहाँ खोइ देखिँदैन त बुढाहरूको पसल भिडले एटिएम रहेन रहेछ त केटो के गर्छस् त अब एटिएम भएको भए त झिक्ता हुन्थ्यो ल पोहोरको साल पनि यही स्टेज देखाएको थिएँ यो पालि पनि यही स्टेज देखाउँछु है त म यहाँदेखि ल तपाईँहरूलाई मध्याह्न सन्ध्या बिहानी छ मेरो एउटा अलग्गै कहानी छ मेरो खेलाएर शब्द टोलाएर एक्लै बहकिन केही बानी छ मेरो धन्यवाद उपस्थित सम्पूर्ण ह्यारिसबर्ग पेन्सिल्भेनियावासी साहित्य प्रेमी महानुभावहरू समयलाई मध्यनजर राखेर मैले एउटा मात्रै मुक्तक प्रस्तुत गर्ने डान्स ग्रुप रहेछ मेरो मुक्तक यस प्रकार छ डर नदेखाऊ अन्ध्यारोको डर नदेखाऊ अन्ध्यारोको डराउन्न रातबाट यो मन अब चोइटिन्न घात अन्तर्घातबाट विपक्षीले भाँजो थाप्नु कुन अनौठो कुरो भयो र विपक्षीले भाँजो थाप्नु कुन अनौठो कुरो भयो र कैयौँ चोटि मरेको छु आफन्तकै हातबाट धन्यवाद वाह 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 दामी 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 अब अभिष सरलाई म आफ्नो प्रस्तुतिको लागि अनुरोध गर्दछु सरलाई धन्यवाद बाबै पक्कै बाआमा सम्झिएर घर फर्किन्छन् छोरी बाआमा सम्झिएर घर फर्किन्छन् नातिनी खेतबारी बेचेर सहर फर्किन्छन् यहाँहरू सबैलाई फेरि पनि नमस्कार म अभि अधिकारी यो मौकाको फाइदा उठाउँदै मैले एउटा सानो गजल प्रस्तुत गर्ने कोसिस गरेको छु परदेशीको याद आयो चिठी छैन खबर छैन परदेशीको याद आयो चिठी छैन खबर छैन खाली आगो भरभर आयो चिठी छैन खबर छैन परदेशीको याद आयो चिठी छैन खबर छैन धेरै भयो सपनीमा भेटघाट हाम्रो नभएको धेरै भयो सपनीमा भेटघाट हाम्रो नभएको दायाँ आँखो फरफरायो चिठी छैन खबर छैन दायाँ आँखो फरफरायो चिठी छैन खबर छैन साँझतिर एकोहोरो कोइली पनि कराउँदैछ गाउँघरतिर साँझतिर एकोहोरो कोइली पनि कराउँदैछ के हुने हो मन डरायो चिठी छैन खबर छैन परदेशीको याद आयो चिठी छैन खबर छैन टाढा कतै मुगलानतिर बाढी पहिरो गयो अरे टाढा कतै मुगलानतिर बाढी पहिरो गयो अरे हावाले यही सन्देश ल्यायो चिठी छैन खबर छैन परदेशीको याद आयो चिठी छैन खबर छैन खाली आगो भरभर आयो चिठी छैन खबर छैन हवस् त धन्यवाद आमाहरूलाई यस्तै यस्तै हुन्छ यो दसैँतिर मैले अहिलेलाई विश्राम लिएँ हवस् त धन्यवाद आउँदै हुनुहुन्छ साहित्य स्रष्टा श्री गण्डकी पुत्र के हो गण्डकी पुत्र सबैलाई नमस्कार म गण्डकी पुत्र गण्डकी पुत्र अरे कुन पुत्र हो कि मुक्तुत्र हो अब हामीसँगै छ हाम्रो परिचय हामीसँगै छ हाम्रो चिनारी कविताको शीर्षक छोड्नु पर्यो देश छोड्नु पर्यो हामीले सन्तानलाई चाहिँ माया गरेर हुर्काएका सुन्तला र अलैँचीका बोटहरू छोड्नु पर्यो देश छोड्नु पर्यो हामीले सन्तानलाई चाहिँ माया गरेर हुर्काएका सुन्तला र अलैँचीका बोटहरू
हाम्रा सुखदुःखका साथी जस्ता गोठमा बाँधिएका गाई बस्तु छोडियो मुटुकै टुक्रा जस्ता धान फल्ने खेत, पानी भर्ने पँधेरो र सन्तमान साहुको पान पसल। त्यसरी नै छोडियो हाट बजार गर्न सधैँ बोकिन्ने नाम्ला र डोकाहरू, बसै पछि बनाइरहनु पर्ने कुलाको पानी, टारी खेतमा बग्ने पानी छुट्यो, आमाले दुना टपरी गाँस्न पाट टिप्ने सालको पोथरा छुट्यो, आली तास्ने कोदालो र परमा जाँदा ओढ्ने घुम छुट्यो। छोडिए पनि सबै कुरा छोडिएन आफ्नो पहिचान, छोडिए पनि सबै कुरा छोडिएन आफ्नो पहिचान, आफ्नो जातिको गौरव गाथा छोडिएन, पुर्खाले लडेको वीरताको कथा अहिले हामीसँगै छन् दसैँको मेला र तिहारको देउसी, हामीसँगै छन् सिली र साकेलाहरू, रोदीको मादल र लोसारको गीत हामीसँगै छन्, हामीले पुज्दै आएको देवी देवता गायत्री मन्त्र मुन्धुम र पालमहरू, आमाको माया हामीसँगै छ, बाबाको भरोसा हामीसँगै छ, साथीको साथ र मायालुको हात हामीसँगै छ। छोड्दाखेरि जन्मिएको माटो अलिकति माया छुट्यो, छोड्दाखेरि जन्मिएको माटो अलिकति माया छुट्यो, खसेका दुई थोपा आँसु भक्कानिएको उच्छ्वास छुट्यो, पुर्खालाई बिसाएको घाट छुट्यो, त्यो चियान गाडी र पाखोबारी छुट्यो, नानीहरू खेल्ने आँगन सुन्तलाका बगान, आफैले बनाएको सडक र बाटो छुट्यो, अरू त सग्लै लिएर आएका छौँ, काँधको जनै, चण्डीको च्याब्रुङ, बुद्धको मानेपे मेहुङ, गीताका पवित्र ऋचाहरू, श्रम गर्ने हात र माया गर्ने मन। छुटेका छन् केही आफन्त भेट्नु छ एक दिन, छुटेका छन् केही आफन्त भेट्नु छ एक दिन, भत्किनेछ निषेध गर्न लगाएको पर्खाल, उभिनेछ न्यायको झन्डा, च्यातिनेछ हामीलाई लखेट्ने कानुन, जलाइनेछ देश छोड्न बाध्य बनाउने न्याय, फर्कनेछौँ आफ्नो घर जो जहाँबाट आएको होस्, फर्कनेछौँ आफ्नो घर जो जहाँबाट आएको होस्, चुम्नेछौँ आफू जन्मिएको माटो, हेर्नेछौँ आफू जन्मिँदा हेरेको आकाश, फेरि बाँच्नेछौँ अग्रजले झैँ निर्धक्क जीवन, रोक्ने ताकत हुने छैन, ढुङ्गा जस्ता चिसा बन्दुकहरूमा निर्वाध पस्नेछौँ देश। यति हो अहिले हामी देश सम्झिरहेका छौँ, यति हो अहिले हामी यहीँबाट देश सम्झिरहेका छौँ। धन्यवाद। गर्मी पनि के साह्रो गर्मी हो गाइस। ओए कहाँ हिँडेकी नि त्यस्तो खुट्टा गली सघाउँदै। युट्युबको नाम के हो? टीएस छेत्री ब्लग। टीएस छेत्री ब्लग। यस। ल ल ल हेर्नु नि भरे सर्च गरेर। बाटो पनि
नमस्कार, हामी ब्लुमिङ लेटेस्ट डेन्स स्टुडियो परिवार यहाँहरूलाई आउँदै गरेको बडा दशैँ र दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। ल यता हाम्रो बाइक राइडर दाइ हुनुहुन्छ कृष्ण दाइ। विशेषमा विशेष मेलामा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। धन्यवाद छ, धन्यवाद। मन्त्राइदिनुहुनेछ र हाम्रा नानीहरूलाई तालीका साथ हौसला प्रदान गर्नुहुनेछ। आउनुहोस् सुरु गरौँ यो नृत्यको साथ। र एउटा डान्स निकालिदिउँ है त यो ल। मखमली माला आशीष